Hello and namaste everyone. Today I am going to share this video with you, and this is about the Zongri trek that we did on the year 2023. And a few things about me is that I'm a very adventurous person. I love outdoors and trekking is one of my hobby. Yeah, And another reason for why I am sharing this video is because यो चाहिँ social media platform मा store भएर बस्यो भने चाहिँ it will get saved and preserved for a very long time. अनि मेरो future generations हरुले see this and they will appreciate this video, and yeah, they will see the younger version of me, and I think that is quite interesting. And I hope this video will provide you with guidance if you are interested to go for Zongri or Gochela trek. We are very happy right now. Starting our journey from Yoksum, we reached Bakim and we had to halt our first night there at Bakim. ढुङ्गा रहेछ यहाँ चाहिँ. फेदाङ यहाँदेखि चाहिँ छुट्टिँदो रहेछ नि त बाटो है. यता जङ्ग्री यता गोचेला जाने थाङसिङबाट यहाँबाट छुट्टिँदो रहेछ. फेदाङ हो छोकादेखि आई थिङ्क 2 आवर्स जस्तो बाटो लाग्यो. अनि हामीलाई यहाँबाट चाहिँ जङ्ग्री जान्छ. यहाँबाट चाहिँ थाङसिङ भएर जङ्ग्री जाने गोचेला जाने बाटो पर्दो रहेछ. देउराली टप 12:54. चलो We are at Zongri top. हाम्रो नेक्स्ट हल्ट जङ्ग्रीमै थियो र त्यसको नेक्स्ट मर्निङ एकदमै बिहान नै हामी उठेर चाहिँ माथि जङ्ग्री टपमा गएको थियौँ र हामीले चाहिँ यो दृश्यहरू हेर्नु पाएको थियो. तपाईहरू जति छिटो जानुहुन्छ नि उति नै तपाईहरूले यो दृश्यहरू हेर्नु पाउनुहुन्छ. जुन चाहिँ त्यो घामको किरण हुन्छ नि फर्स्टको त्यो हिमालमा आउँदाखेरि त्यो हिमाल टल्केकोहरू देख्नुहुन्छ. यति साह्रो मजाको भएको थियो, यति मजा आएको थियो है. स्पिरिचुअली, फिजिकली, मेन्टली यति मजा आइरहेको थियो. के भन्नु अब तपाईहरूलाई म. र यो जङ्ग्री गोचेला ट्रेकको एउटा विशेष कुरा के छ भन्दा चाहिँ यो जति पनि यसको यो ट्रेकिङ रुट छ यो चाहिँ सबै कञ्चनजङ्घा वर्ल्ड हेरिटेज साइट विच वाज डिक्लेयर्ड बाई युनेस्को इटसेल्फ एज अ मिक्स्ड हेरिटेज विच इज वान अफ द इम्पोर्टेन्ट बायोडाइभर्सिटी इन द वर्ल्ड मा परेको हुन कारणले गर्दाखेरि चाहिँ दिस इज भेरी इम्पोर्टेन्ट टु द लोकल पिपल अफ सिक्किम. यताको तेन्जिङ जुन चाहिँ क्लाइम्बिङ गर्छ तेन्जिङ खाङ जो पूर्णमा गर्छ यता लामा लामिनी जो लामा लामिनीको मुनि चाहिँ जुन हिस्टोरी सिक्किममा 109वटा पोखरीमा एउटा पार्ट अफ त्यहाँ पर्छ. डाफु युम छ लाम पोखरी भन्छ. त्यसको रेन्जमा चाहिँ सिङ्गालीला रेन्ज यो आरा लुङचोक लेप्चाले राखेको आरा लुङचोक भन्ने लेप्चाले राखेको टासिङ निक्लिन्छ. त्यहाँदेखि यता आयो गोचाला यो साइडमा हो चेपमा. गोचालाको बेस क्याम्प तल टार्जस देख्ने यो कञ्चनजङ्घा हो. यो सनसेट त्यहाँ हुन्छ. कञ्चनजङ्घा हो. कञ्चनजङ्घाको सिधा मुनि अलिकति डाँडा आउँदै गोच्या पिक हो. यो धलुङ पिक हो. यो चाहिँ छ नि यसको ब्याक साइडमा योक्सुमबाट देख्ने कबुर टोम मेन कबुर टोम कबुर खाङचेन भन्छ हिस्टोरीमा. त्यो
अगाडिको ब्ल्याक कभरमा चाहिँ किन चाहिँ युङ जति पनि पर्दा बस्दैन सिक्किमको जति पनि सिकारीमा चाहिँ गार्जियन डायटिसहरू सिकारी थुप्रो छ तिनीहरूको बस्ने जग्गै हुने कारणले गर्दा कहिले बस्दैन युङ पर्दा पनि बस्दैन यहाँ नर्थ कबुर साउथ कबुर भन्छ कोकथाङ पनि भन्छ यसलाई हो यो चाहिँ पार्ट अफ कबुरको यिनीहरू हो त्यहाँदेखि यता रथुङ हो उयो बिचमा यस्तो छुट्टै छ एचएमआई बेस क्याम्प त्यसको मुनि छ हो अन्त यता चाहिँ तपाईँको उ त्यो राथुङ पिक हो यस्तो लामो त्यो अगाडि आउने चाहिँ राथुङ पिकको हाँगा चाहिँ फ्रे पिक भन्छ हो त्यो चाहिँ तेन्जिङ शेर्पाको नाममा राखेको हो त्यो हो तेन्जिङ खाङ तिनीहरू भन्ने अन्त ऊ पार छ नि खाङला यो इन्डो नेपाल बोर्डर पर्छ एरिया तल इन्डो नेपाल बोर्डर हो त्यहाँनिर सपिङ गर्न जान्छ त्यो याक होइन अरे के हो ज्याकेट नीचे जाके देता हूँ मैं कैंप में यहाँदेखि गएको चाहिँ मजा आउँछ है गोचाला कुन बाटो भन्छ होला है यही होला नि ओह्रालो नि होइन चाहिँ हिजो बेलुका यहाँ सुत्यौँ यो चाहिँ जङ्गरीको क्याम्प मान्छेहरू यहीँ बसिरहेको रहेछ हामी बस्ने जग्गा साट यस्तो भयो मान्छे थाहा छैन अलिक छेउमा छेउले फोटो जाउँ सिधै जाउँ हटको चाहिँ वर्षै लाम्चै भन्छ नि जति हाम्रो बाधा बिचमा जुन कामले गर्दा चाहिँ बाधा पुऱ्याउँछ त्योहरू हटिन्छ र थर्ड फोर्थको चाहिँ आफ्नोमा त्यस्तो खालको छ मेल कस्तो थियो ऐसे लागेको नौ साह्रो पऱ्यो होला निनालाई गाडीलाई त भन्नुलाई त यहाँ उयो मात्रै होला कि कसलाई चाहिँ नलाग्ने होला उयो नेटवर्क कसलाई चाहिँ नलाग्ने हामीले त्यसै मन बुलाइदिएको मात्रै होला नि पानी खानु पर्यो कुकुर पनि भेटिन मान्छेले नेटवर्क पाएछ है यहाँ फोनमा बोल्दैछ बल्ल बल्ल नेटवर्क झिक्यो किमामा चाहिँ नुन
भिडियो बनाएको त टक्कै यस्तो हे भ्यू आज का भ्यू पुग्छ